यता हो क्या अब यता हो बाटो चाहिँ लास्ट अप्ठ्यारो रहेछ क्या स्टिल रुटमा मेरो त खुट्टा गएर हेर्न सक्नुहुन्छ हजुर रुट चाहिँको काम Alright, a very warm good afternoon to everyone. It's Jion Yakar सम्पूर्णलाई मेरो युट्युब च्यानलको 1 सेकेन्ड स्वागत छ र आज हामी धरानको लागि भनेर धरानको रुट चेकमा जाँदैछौँ हाम्रो यहाँ सरहरू पनि हुनुहुन्छ र अगाडि पनि पार्टिसिपेटरहरू हुनुहुन्छ र अहिले चाहिँ हामी रुट चेकको लागि जाँदैछौँ निरज सर चाहिँ हाम्रो पछाडि हुनुहुन्छ हामी चाहिँ भानुचोकदेखि सिधै अब 0 पोइन्टतिर जाँदैछौँ नि त रुट चेकको लागि पानी चाहिँ आउँछ जस्तो छ मौसम चाहिँ निकै राम्रो छ है मजा आउँदैछ वेदर चाहिँ निकै पानी चाहिँ पर्न थालिसक्यो पानीले चाहिँ चुट्छ जस्तो छ है अब आयो आयो पानी आयो एउटा हातमा एउटा गियर लो पार्ला दिँदै धरानको रुट भयो फर्स्ट टाइम हान्दै गरेको आम्मामा हेट अहिले रुट चेकिङको लागि हामी बुढासुब्बाको बाटो जाँदैछौँ बट धरानको नयाँ बाटो लास्ट त्यो हामी इटरीकोहरूलाई कहिले नगरेकोहरूलाई गाह्रो पर्ने रहेछ अलिकति गाह्रै पर्छ हट मजा आउँदैछ जे होस् बाटो चाहिँ हेर्नु नि बाटो एउटा हातमा मोबाइल छ फेरि वेदर चाहिँ निकै राम्रो र आम्मामा भ्यू चाहिँ दामी छ आम्मा वेदर चाहिँ जस पानी पर्दैछ सिनहरू चाहिँ एकदम राम्रो झन्डै लडियो है अट्रिका ओह्रालोमा हानेको आम्मा उनीहरू नि टोलीहरू पर पुगेको पर रोड क्रस गर्दैछन् ओ 18 किलोमिटरको त खुङखारै रहेछन् हो रुट त देख्नुभयो तपाईँहरूले ओ यहाँनिर जाँदैछन् रोड क्रस गरेर त्यो उकालो हान्नु पर्ने हाइट सिधै बाटो दाइ कस्तो छ सिधै छ कता हो बाटो चाहिँ लास्ट अप्ठ्यारो रहेछ मैले सोचेको भन्दा धेरै अप्ठ्यारो रहेछ बाटो चाहिँ है सकिँदैन रहेछ गाह्रो रहेछ ल दाइको के अरे च्यानलको नाम एबी ब्लग्स छ मेरो ल दाइको च्यानल आउँछ के अरे नाम दाइ स्पेस केही पनि छैन ABBLOGS भोलिको चाहिँ गाह्रो हुने रहेछ मलाई चाहिँ यो साइकलले अलिक गाह्रो हुने रहेछ यहाँ चाहिँ हाम्रो बाटो झुकेर कता जाने भनेर डिस्कस हुँदैछ है त यता हो क्या अब यता हो कता हो थाहा छैन म चाहिँ धरानकै टोली होला है सबजना यहाँ दाइ धरानकै टोली होला यहाँ सबजना धरानकै टोलीसँग छु बाटो क्लियर भइसक्यो हाम्रो यो बाटो रहेछ हामी लग्यौँ है त बाटोतिर अब आइटेरिका बाटो चाहिँ अप्ठ्यारो भएको कारणले मैले बिचमा कति भिडियो बनाउन पाइनँ क्या लास्ट अप्ठ्यारो एक ठाउँमा झन्डै म लडेँ जस मजा आउँदैछ है इन्जोइङ द डे अगाडि फेरि रफ रोड आयो अब फेरि राख्छु मोबाइल है 10K जति हाने होला अब हामीले स्टिल 8K जति बाँकी होला मलाई त केही थाहा छैन यो रोडको बारेमा मजा आउँछ जे होस्
मजा आउँदैछ है रोड चाहिँ एकदम दामी छ स्पिड हेर्न नि भुइँले हान्दै हुन्छ क्या यो स्पिडमा अगाडि बुढोहरूले एउटा हातमा फोन छ मिठो मिठो छ है मिठो कुन कुनबाट आयो मलाई पनि थाहा छैन भेटाउनुपर्छ भाइ भेटाउनुपर्छ मोबाइल होल्डर पनि छैन हातमा बोक्नु परिरहेको छ हामी चाहिँ अलमोस्ट इन्डिङतिर आइसक्यौँ होला अब मजा आउँदैछ जोस् आज रुट चेकको काम भोलि चाहिँ अब भोलि बिहानै हाम्रो साइक्लिङ हुन्छ भोलि अझै बाटो थाहा नभएन म चाहिँ पछाडिदेखि हाल्दैछु फेरि गोब्रोमा चार्ज सकेर गोब्रो अन गर्नु भएको छैन नभए गोब्रोदेखि खतरा आउँदैन भेट्यो त चाहिँ गर्दा गर्दा रात परिसक्यो है रात परिसक्यो अब त्यो रुट पनि सकिन आँट्यो होला म त आजै थाकेको जस्तो भइसक्यो भोलि त पनि कस्तो हुन्छ होला आधी अगाडि हुनुहुन्छ आधी पछाडि हुनुहुन्छ म चाहिँ बिचमा छु मजा आउँदैछ जोस् बाटो चाहिँ निकै राम्रो छ हामी इन्डिङतिर आइसक्यौँ है भ्यू हेर्नु दामी छ स्टिल हामी रुट चेकमै छौँ है अगाडि दुईजना दाइहरू हुनुहुन्छ आधी टोल चाहिँ गइसक्नु भयो हाट लास्ट गाह्रो हुँदैछ भोलि खासै इनर्जी हुन्छ जस्तो छैन रात परिसक्यो रुट चेक गर्दा गर्दै कति 4-5 बजेतिर चेक गरेको होला हिँडेको अहिले यत्रो भइसक्यो क्या स्टिल रुटमै छ मेरो त खुट्टै फाँक भइसक्यो कता कता कुन कुन बाटो गयो त्यो पनि थाहा छैन मलाई त मान्छे चाहिँ अलिअलि देखिँदैछ है दाइ देखिँदैछ दाइको नाम के हो ल पदम थापा मगर दाइ अनि हुनुहुन्छ भोलि भेट हुन्छ हाम्रो उज्यालोमा दाँत मात्र होइन अनुहार पुरै देखिन्छ दाइको ल अहिले चाहिँ अब ल ल दाइ हुन्छ साइकलको लाइट पनि देखिरहेको छ जोस् यति चाहिँ हुनुपर्ने रहेछ अब सिधै हामी चाहिँ अब होटलमा अथवा धरान पुगेपछि अब भिडियो आउँछ है त म त इटरीबाट हो दाइ डल्लो धरानको भान्चोक आएको छौँ है हामी फाइनल्ली कहाँदेखि छिरेको मलाई केही थाहा छैन नेपाल घन्टा अगाडि हेर्न सक्नुहुन्छ क्लक टावर धरानको भान्चोक हामी आइपुग्यौँ अब कता जाँदैछौँ बिपी क्याम्पतिर वेयर दाइ वेयर ल दाइ ल ल ल ल
ल दाइ भोलि भेट्नुपर्छ है त ल दाइ धरानको भानुचोक आइपुगेको छु बल्ल राड्यो भने त उहाँ क्लक टावर छ धरान राति पनि बजार लाग्दो रहेछ मिठो बजार लाग्ने रहेछ त पानी पर्दैछ म चाहिँ सिधै होटलतिर जान्छु होटल रुमतिर गियर साइकलको चेन्ज हुनै छोडिसकेको छ अब म चाहिँ होटलतिर जाँदैछु होटल खोज्दैछु कालो लाग्दैछु मसलाहरू पुरै कम भइसक्यो क्या मेरो मसलाहरू फाइनल्ली म चाहिँ बल्ल होटल आइपुगेको छु यता हाम्रो होटल चाहिँ ठक्क कहाँ छ भने धरानकै स्केट पार्क मुनि राखेको छ हामीलाई चाहिँ त्यो त होटलको नाम चाहिँ अहिले म देखाउँछु तपाईँहरूलाई सिटिङ हुँदैछ म चाहिँ भर्खर के अरे रुट चाहिँ गरेर आएँ खुट्टा यस्तो पम्प भएको छ नि मेरो लाइक रोड चाहिँ हामी इटरीकोहरूलाई चाहिँ अलिक गाह्रै पर्ने रहेछ हामीलाई चाहिँ कहाँ राखेको छ भने यो नाबिल ब्याङ्क छ क्या नाबिल ब्याङ्क पछाडि चाहिँ हाम्रो पछाडि नाबिल ब्याङ्कको के हो यसको नाम यो होटलको नाम यो होटलको नाम चाहिँ थियो बसन्त स्मृति यो होटलमा राखेको छ हामीलाई चाहिँ अब गेम चाहिँ भोलि बिहान छ लेट्स सी कस्तो हुन्छ अब अरू चाहिँ